मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर 2बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार बनेका रामबहादुर थोक्कर को हुन्? आउँदो 21 फागुनमा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर 2बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तर्फबाट रामबहादुर थोक्कर प्रत्यक्ष उम्मेद्वारका रूपमा मैदानमा उत्रिएका छन्। मकवानपुरको कैलाश गाउँपालिका 10 साबिक नामटार गाविस मर्याङकोट विक्रम सम्वत 2023 साउन 7 गते जन्मिएका थोक्करले एसएलसी सम्मको शैक्षिक योग्यता हासिल गरेका छन्। उनले स्थानीय रत्नज्योति निमाविबाट 7 कक्षा उत्तीर्ण गरेपछि भुटनदेवी मावि हेटौडामा विक्रम सम्वत 2042 सालमा एसएलसी पूरा गरेका हुन्। थोक्करको राजनीतिक यात्रा विक्रम सम्वत 2039 सालबाट सुरु भएको हो। रूपचन्द्र विष्ट र कमल थापा जस्ता नेताहरूको चर्चा चलिरहेका बेला त्यो बेला भुटनदेवी माविमा अध्ययनरत थोक्कर राप्रपाको विद्यार्थी संगठन राप्र विषमा आबद्ध भएका थिए। यहाँबाट उनले आफ्नो राजनीतिक सोच र चेतनालाई विकास गर्दै लगे। विक्रम सम्वत 2039 मै ओमट्याम्पा लामा मकवानपुर जिल्ला सभापतिमा निर्वाचित भएपछि थोक्करले उनका स्वकीय सचिवको जिम्मेवारी समेत सम्हालेका थिए। लामालाई सफल बनाउन उनले आफ्नो विवेक, क्षमता र बलबुताले भ्याएसम्म सक्रिय भूमिका निर्वाह गरे। विक्रम सम्वत 2043 सालको निर्वाचनमा समेत उनी ओमट्याम्पा लामाको चुनावी सल्लाहकारका रूपमा अभियानमा खटिएका थिए। थोक्करको समुदाय सीमान्तकृत चेपाङ बाहुल्य भएको क्षेत्र भएकोले विक्रम सम्वत 2040 देखि 2042 तिर उनले चेपाङ प्रजा विकासको कार्यक्रमको अगुवाई गरे। चेपाङ समुदायको जीवनस्तर सुधार र चेतना अभिवृद्धिका लागि उनले व्यक्तिगत र राजनीतिक दुवै रूपमा सक्रिय भूमिका खेलेका थिए। आज चेपाङ समुदायमा देखिन थालेका साना साना सकारात्मक परिवर्तनमा त्यति बेलाका थोक्कर जस्ता राजनीतिक कर्मी तथा सामाजिक अभियन्ताको योगदान रहेको मानिन्छ। यही कारण उनी विगतदेखि नै भुइँ मान्छे तथा तल्लो समुदायको उत्थानमा समर्पित व्यक्तिको रूपमा चिनिँदै आएका छन्। गाउँ समुदायलाई गरिबीबाट कसरी माथि उठाउन सकिन्छ भन्ने राजनीतिक अभियानमै होमिएका बेला उनी स्वयं व्यवसायमा समस्यामा परे। त्यसपछि केही समय गाउँ घरबाट टाढा रही व्यावसायिक जीवन अगाडि बढाए। विक्रम सम्वत 2046 चैत 26 गते बहुदलीय व्यवस्था घोषणा भएपछि पार्टी प्रणाली पुनः सक्रिय बनेसँगै उनले व्यवसाय त्यागेर गाउँ फर्किए। त्यति बेला राप्रपाभित्र थापा र चन्द समूह रहेकामा उनले हलो चिन्ह भएको चन्द समूह रोजे। पछि यी दुई समूह एकीकृत भए। विक्रम सम्वत 2047 सालमा आफ्ना राजनीतिक अभिभावक ओमट्याम्पा लामा नेपाली कांग्रेसमा प्रवेश गरे पनि थोक्कर भने आफ्नो राजनीतिक निष्ठामा अडिग रहे। विद्यार्थी जीवनबाट सुरु गरेको राजनीतिक यात्रा आफ्नै पार्टीमा निरन्तर अघि बढाउने अठोट उनले कायमै राखेका थिए। पार्टी एकतापछि